को खेल। विगतलाई भुलेर वर्तमानलाई अगाडि सिका। अब त मनेको भविष्य तिम्रो हातमा रहेको छ। यो घर परिवारमा खुसी ल्याउने र मनलाई सुधार्ने जिम्मा तिम्रो। म त डाँडामाथि घाम जुन कुनै बेला पनि अट्टाउन सक्छु। अनि शिशिर के कति कामले आयो त? सुन न दिव्या, म त अफिसको कामले केही दिन बाहिर जानुपर्ने भयो, त्यसैले तिमीलाई भेट्न आएको। ए हो र? कहिले जाँदैछौ? म त आज नै जाँदैछु दिव्या। डाक्टर साहब, हाम्रो बिहा भएको त 15 वर्ष भयो। अहिलेसम्म हाम्रो बच्चा बच्ची भएन। हाम्रो गाउँको एकजना नानीले भन्नुभएको, सहरमा जानुहोस्, राम्रो डाक्टरसँग एकचोटि सल्लाह लिएर उपचार गर्नुहोस्, नभइ त हाल्छ कि बच्चा भनेर चाहिँ हामी हजुरसँग सल्लाह लिन आएको। डाक्टर साहब, तिमीले पहिला जति रक्सी खाएर हिँड्थ्यौ हिँडिसक्यो, अब त्यो रक्सी खानु छोड्नुपर्छ। मैले त विगतको कुराहरूलाई बिर्सिदिन्छु। अब गाउँलेहरूले जति कुरा काटिरहेको छन् हाम्रो, उनीहरूको लागि यो समाजमा हामी राम्रो परिवार भएर देखाउनुपर्छ। हुन्छ बाबा, हुन्छ। जति खानु खाइसक्यो, अब खानु। दिव्या नानी, यहाँ त छोरीलाई व्यथा लागे जस्तो छ। यति बेलै कोही पनि छैन घरमा पनि। लु न नानी, यताउता गरेर त्यहाँ गाडी खोज्छौ कि एम्बुलेन्स खोज्छौ कि के खोज्छौ? चाँडैभन्दा चाँडै खोजेर लिएर आऊ न है। कोही छैन यहाँ त। अब तपाईँहरू सहर गएपछि के हुन्छ? कति पहिलो फर्किनुहुन्छ नि? हामी धेरै दिन सहरमा भुल्दैनौँ। अब यहाँ चुनाव आएको छ, तपाईँहरूको साथ सपोर्ट चाहिएको छ। यस पटकको चुनावमा मेरो लागि विश्वासी पात्र तपाईँहरू नै हो। सर, म सहर चाहिँ किन जाने रे राज दाइ? ल, तँलाई थाहा छैन? दिव्याको बिहेको लागि भनेर मनेर भक्ते सहरतिर गएछन् रे। ए हो र? खै मलाई त यो कुरा थाहा नै भएन। अनि तपाईँले चाहिँ कसले भन्यो नि? अब कसले भन्नु? त्यही हाम्रो गाउँको हमाल दाइले भने नि। हमाल दाइले आमा, भेनाजु आइपुग्न लाग्नुभयो रे। डाक्टर साहब, कस्तो छ अहिले बिरामी कन्डिसन? डाक्टर साहब, के भयो? किन बोल्नुहुन्न? माफ गर्नु होला, तपाईँको बिरामी बताउन सकिएन। बच्चा बताउन सक्नुभयो? तपाईँ अफिसको कामले सधैँ बाहिर मात्र हिँड्नुहुन्छ। म दिनभरि घरमा एक्लै हुन्छु। केही काम गर्छु भन्दा पनि तपाईँले दिनु भएन। यदि हाम्रो साथमा छोरा या छोरी भइदिएको भए पनि त मलाई साथी हुन्थ्यो। अब त हामीले सन्तान जन्माउन पनि योजना बनाउनु पर्छ बुढो। रुचिना, तिमीले भनेको एकदम ठिक हो। सन्तानको चाहना त मलाई पनि नभएको कहाँ हो र? म अफिसको कामले सधैँ बाहिर मात्र हिँड्नु पर्छ। अनि तिमी गर्भवती भएपछि तिम्रो हेरविचार कसले गर्छ? म साथमा नहुँदा तिमीलाई नै गाह्रो होला भनेर मैले अहिले नै यो विषयमा केही सोचेको छैन। बुढो, अहिले नसोचेर कहिले सोच्ने? मलाई अरू कुरा थाहा भएन। मलाई जसरी भए पनि सन्तान चाहिन्छ।
कसको दोष कसको रहर कसको गल्ती भयो आज भाग्यमा नै नलेखेको खुसी अन्तै गयो आज। ओहो रुद्र, तिमी त सहर आउने कुरै थिएन, कसरी आइपुग्यो? यताउता मिलाएर आयो नि भक्ते। साँच्चै बाटोमा के कुरो गर्नु, बरु चाहँदै यसो कुरा गरौँ जाउँ। हुन्छ हुन्छ, ल जाउँ न जाउँ जाउँ। साउनी किन त बम्ती है। बस्दै गर्नु म बनाइदिइहाल्छु है। बप्टी? ए बा, बप्टी भनेको के हो? चुप लाग्ने भने बफ्टी भनेको बफ्टी भयो क्या, आउँछ खाने। ए मने बप्टी भनेको त भैँसीको दुधको चिया हो भने के? अनि रुद्र, तिमीहरूका बुढाबुढी त सहर आउने कुरै थिएन, कहाँबाट पैसा जोरजाम गरेर आयो? अब कसरी हुन नि भक्ते, बुढीले यसो गाउँतिरबाट खोजगाड गरेर ल्याएछ। ए कुरा त्यस्तो पो? अनि उपचार सुरु गर्यौ त? अहिले उपचार हुँदैछ, डाक्टरले औषधि लेखिदिएको रहेछ, त्यही भएर औषधि लिनु बाहिर निस्केको। तिमीहरू बाउछोरालाई बाटोमै टुप्लुकै भेट्यौ। तिमीहरू बाउछोरा भर्खर आउँदैछौ कि समीरको घरमा पनि पुगिसक्यौ? कहाँबाट पुग्नु नि, भर्खर बसबाट झरेर हामी हिँड्दै थियौँ, तपाईँसँग टुप्लुकै भेट भयो। ए भनेपछि अझै पनि तिमीहरूको बाउछोराले बजार घुमेको छैनौ है? अनि शोभा चाहिँ खोइ त? अब सबैजना घरमा ताला लगाएर निस्किन मिलेन, वस्तुभाउ हेर्नै पर्यो, घर व्यवहार हेर्नै पर्यो, त्यही भएर हामी बाउछोरा मात्रै हिँडेको। ए कुरा त्यस्तो पो, एकजना घर कोर्ने मान्छे त चाहिहाल्यो नि। दुधको चियालाई बप्टी रे। अनि रुद्र, तिमीहरू सहरमा कति बस्छौ त? अब 2-4 दिन बस्छु होला, डाक्टरको सल्लाह अनुसार के भन्दो रहेछ, अनि त्यसपछि फर्किने हो घरतिर। त्यसो भए भान्जीको बिहे आइरहेछ, भान्जीको बिहे सकेर सँगै जाउँला नि। मनैले भनेको कुरा ठिक हो रुद्र, मेरो नातिनी पनि त तिम्रो नातिनी बराबरै हो, जाउँ न बेमा। हुन्छ भक्ति, म तिमीलाई खबर गर्छु। तिमीले जे भन्यौ एकदमै ठिक छ। ए समीर बाबुको पो फोन रहेछ। ए समीर बाबु? हजुर हजुर हजुर। ए ल ल ल, ट्याक्सी समाएर हामी आइहाल्छौँ। ल ल दिदी, अब नसोचेको घटना घटिहाल्यो, अब के गर्नु, पिर नगर्नुहोस्। दिदी अब त्यो बच्चा त हुर्काउनै पर्ने, लालन पोषण गर्नेको लागि के सोच्नुभएको छ दिदी? खै भाइ बुहारी, मैले त केही नै सोच्न सकेको छैन। केही त गर्नुपर्छ दिदी। हुनु त हो भाइ, तर त्यो बच्चाको अनुहार हेर्छु, रुवाई सुन्छु, मेरो मन भकानिएर आउँछ। को हुइदिन्छ होला उनको आमा। तर मैले चाहिँ सोचेको छु, दिव्या नानीले त्यो बच्चाको आमा भइदियो भने त्यो बच्चा ठुलो हुँदैन कि भन्ने सोचेको छु भाइ बुहारी। जसरी पनि बच्चा चाहिँ हुर्काउनै पर्छ दिदी, जस्तै भए पनि। यस्तो दिदीको सोच हो, त्यो त आफ्नो सोच हो, नाति हुर्काउनु जे पनि। अब दिदीको सोच हो, त्यो त आफ्नो विचार हो, त्यो हो बुहारी। खोइ भाइ बुहारी,
के गर्ने के नगर्ने मैले त केही सोच्न सकेकी छुइनँ। दिदी त्यो बच्चालाई स्याहार सम्भार चाहिँ त्यो दिप्या नानीले पो गर्छ कि एकताल त्यो दिप्य नानीसँग कुरा गर्दा हुन्छ कि दिदी? दिदी तपाईँको भाइले भनेको जस्तो पो गर्ने हो कि? दिव्या नानीले साथ दिनु भने त मेरो नाति टुहुरो हुने थिएन। ल यो दुईटा खसी भयो भने त यसपालिको दसैँ जसो तसो टर्ला। यही पनि बाख्रा नपाले खर्च कसरी टार्नु खोइ। ल आइज आइज ल ल ल ल। ओहो राजु, तिमी त यो चुनावको जल्दोबल्दो माहौलमा घरमा बाख्रा हेरेर बसिरहेको छौ त। जाऊ न त्यसो प्रचार प्रसारमा। बाख्रा नहेरेर के गर्ने नेताज्यू? अब यही किसान पनि काम नगरे, यति बाख्रा पनि नपाले, अनि खर्च कसरी जुटाउने नेताज्यू? फेरि खर्चको कुरा त के चिन्ता मान्छौ र? मसित हिँडेन। मलाई सहयोग तिमीले गर्यो भने तिमीलाई सहयोग म गर्दिनँ। अरे भइहाल्छ कि म त दिइहाल्छु नि त अलिअलि। जाऊ न। साँच्चै हो नेताज्यू? हो नि, होइन आफ्नो कार्यकर्ताले दिँदैन त? ए खर्चै आउँछ भने आइहाल्छु नि म, आइहाल्छु नि। जाऊ न। ल अब मैले औषधि लेख्दैछु। यो औषधि नबिराइकन खानु। अब तपाईँको बच्चा चाहिँ ढुक्क हुनुहोस्, अब आत्तिनु पर्दैन, टेन्सन केही पनि नलिनुहोस् है त। हुन्छ डाक्टर साहब। अहिले तपाईँ जाँदा हुन्छ। अनि कहिले कहिले चेकअप गर्नु चाहिँ आउने हो हस्पिटलमा हामी? अब 1 महिनापछि आउनु नि एकचोटि। औषधि टाइममा खानुहोस् है। यो औषधि कति कति टाइममा खाने हो डाक्टर साहब? मैले सबै त्यहाँ लेखिदिएको छु। फार्मेसीमा जानुहोस्, सबै उहाँले भनिदिनुहुन्छ। हुन्छ डाक्टर साहब, जाउँ बुढी। तर नातिनु जानुहोस् है। ढुक्क गर्दा हस् त। डक्टरले भनेको हाम्रो पनि बच्चा हुन्छ अरे। अब त तिमी खुसी भयो होला नि? हजुर हो नि, यो सबै दिव्य नानीले गर्दाखेरि हो। दिव्य नानीको गुण त कहिले पनि बिर्सिनु हुँदैन बुढा। हो, मान्छेले चाह्यो भने के हुँदैन रहेछ, सब कुरा हुँदो रहेछ। आमा, मलाई बोलाउनु भएको हो? हो नानी, बस न। दिव्य नानी, तिमीलाई एउटा कुरा भन्नु छ। के कुरा हो आमा? भन्नुहोस् न। तर तिमीले नाइ भन्नु पाउँदिन भयो। पहिला भन्नुहोस् न, के कुरा हो आमा? तिमीले मेरो नातिप्रति देखाएको मायाले यो कुरा गर्न बाध्य भएँ म। नानी, तिमीले मेरो अभागी टुहुरो नातिको पालन पोषण गर्ने जिम्मा लिदिनु पर्यो। त्यो त म गरिहाल्छु नि आमा। आखिर दिदीको छोरा पनि मेरो छोरा जस्तै हो। हो दिव्य नानी, गर्छौ मलाई राम्रो थाहा छ। तर आफूले जन्माएको सन्तान जस्तै ठानेर तिमीले आमा भनिदिनु पर्यो। आमा, तर आमा बिन्ती छ दिव्य नानी, नाइ नभन। अनि शिशिर? शिशिरलाई सम्झाउने मेरो जिम्मा भयो। तिमीले हुन्छ मात्रै भन्दै पुग्छ नानी मलाई। घरमै रहेछस्, गएन सर? सबैजना सहर गएर घर चाहिँ कसले हेर्छन्? त्यही भएर उहाँहरूमा त जानुभयो। म चाहिँ घरमै बसेको। के भन्न आएको थिइस् कुन्नी? बसेर कुरा गर्न। ल ल, त्यस्तो केही पनि होइन।
तिमीहरूको घरको बिहेमा सबै सहर गए भनेर राजु दाइले भन्नुभएको थियो। तँलाई यहीँ देखेँ, त्यही भएर छिरेको नि। ए कुरा त्यस्तो पो हो। अनि तेरो बाप गए होला नि त बिहेमा सहर। ल मेरा बा चाहिँ किन जाने हो र सर? बोलाएकै त छैनन्। त्यही माथि नबोलाको ठाउँमा यत्तिकै जाने कुरा पनि त भएन। माया र त पहिला धेरै मिल्ने साथी हो, त्यही भएर दिव्यले तँलाई त बोलाउनु पर्ने हो। बोलाउनु पर्ने हो क्या रे? खै बोलाएनन् त, त्यही भएर हामी पनि गएन। ओहो नमस्ते नेताजी। नमस्ते नमस्ते। के को भला कसरी हुँदैछ दुई बहिनीहरू बसेर आनन्दसँग? के कति कामले आउनु भएको नि नेताज्यू? के कति कामले हुनु नि शोभा, चुनावको माहौल सुरु भइरहेछ। हामी त उहाँको लागि घर दैलो कार्यक्रममा आइरहेछौँ। होइन के हो नेताज्यू, तपाईँहरू चुनाव आउँदा मात्रै जनताहरूको घर दैलोमा आउनुहुन्छ, नभए अघि पछि झुल्किने होइन? होइन होइन त्यस्तो होइन। त्यो चुनावको बेला मात्र आउने नेता भनेका त स्वार्थी नेता हुन्। तपाईँको पाला त्यस्तो पऱ्यो होला। म त्यस्तो परेन नि। म तपाईँहरूका दुःख जे छन् त्यो सबै नोट गरेको छु। त्यो विकास गरौँला भनेर आएको, मलाई मत दिनु होला भन्ने आशा छ। होइन शोभा, तिम्रो बुढा र ससुरा आए त बजारबाट? खै नेताज्यू, अब 1-2 दिनमा आइपुग्नुहुन्छ होला। ल शोभा, यसपालिको भोट चाहिँ अन्त नजाओस् नि। मुना, तिमीले सुन्यौ नि, अहिले चुनाव प्रचार प्रसारको क्रममा हामी हिँडिरहेका छौँ। तिमीहरूका गुनासाहरू जे छन् नि सबै गुनासाहरू हामी पुरा गर्छौँ होइन राजु? अब हामी अहिले लागौँ। ल ल हेलो समीर बाबु। हजुर भन्नुहोस् न। हुन्छ हुन्छ, दिव्याको हजुरबा र मामा यहीँ हुनुहुन्छ, म उहाँलाई लिएर आइहाल्छु। भनेको त्यही बेला साबुन पनि सकिएको रहेछ। घरमा चिनी र चियापत्ती पनि छैन। अब मुनाको पसलतिर गएर आउनु। मालती दिदी, सरदेखि गाउँ कहिले आउनुभयो त? अस्ति नै आएको नि। ए हो र? कति के कामले आउनु भएको थियो? चुनाव आउँदैछ त्यही भएर आयो कि नि गाउँ। अनि मुना, गाउँको हालखबर के छ त? के हुनु र, कहिले कसको घरमा झगडा, कहिले कसको घरमा। अनि फेरि त्यही माथि रुद्रको बुढाबुढी बच्चा भएन भनेर उपचार गर्नको लागि सहर गएको छन्। के उपचार गरेर बच्चा हुन्छ भन्ने सम्भव छ र? छ त, त्यो त राम्रो कुरा हो नि। विज्ञानले के गरिसक्यो त्यो त नर्मल कुरा हो। खै दिदी, मलाई त विश्वास लाग्दैन। होइन मुना, तिमी कुन जमानाको कुरा गर्दैछौ? अहिलेको यो आधुनिक जमानामा आएर पनि तिमी त्यस्तो कुरा गर्न मिल्छ? विज्ञानले अहिले त के गरिसक्यो के गरिसक्यो, त्यो बच्चा त नर्मल कुरा हो। खै मलाई त त्यस्तो लाग्दैन। अहिलेसम्म यो गाउँमा उपचार गरेर कसैले बच्चा पाएको थाहा छैन। यो सब पैसाको सत्यानाश गर्ने काम मात्र हो। होइन मुना, तिमी यत्रो पढी लेखेकी भएर पनि कस्तो अन्धविश्वासको कुरा गर्छौ? तिमी यत्रो पढी लेखेको मान्छेले यस्तो कुरा गरेपछि अरू नपढेको मान्छेले के सोच्लान्? दिदी, पढे लेखेकी भए पनि मलाई चाहिँ यस्तो कुरामा विश्वास लाग्दैन। बेकारमा सम्पत्तिको सत्यानाश र मान्छेको रहर मात्र हो, अरू केही पनि होइन। नसोचेको घटना घट्यो। अब मैले भन्न खोजेको यही हो। हामीले त दिव्या र शिशिरको बिहे भनेर सहर आएका थियौँ। अब शिशिर र दिव्याको बिहाको लागि हामीले मिति पनि कन्फर्म गरिसकेका थियौँ। तर के गर्नु, यस्तो दिन आउला भनेर सोचेका पनि थिएनौँ। देख्नुभयो त,
बच्चाप्रति कति धेरै दिव्याको लगत छ। त्यसैले मेरो नाति सम्हाल्नको लागि दिव्या बाहेक अरू कोही पनि देख्दिन। त्यसैले आज मेरी नातिनीको यस्तो अवस्था होला भनेर सोचेको थियौँ। हामीले सोचेको एउटा हुन लाग्यो अर्को। अनि यो कुरा शिशिर बाबुलाई थाहा छ त? थाहा पायो भने शिशिर बाबुको मनमा के बिच्ला? मलाई त यो कुरा ठिक लागेको छैन। शिशिरले बच्चाको लागि यसरी छोड्न सक्छ? बरु शिशिर र भान्जी मिलेर बच्चालाई पाल्न पाए हुन्थ्यो होला नि। शिशिरप्रति तपाईहरू केही चिन्ता नलिनुहोस्। उनीलाई म जसरी पनि फकाउँछु, सम्झाउँछु। ऊ मेरो छोरा हो, त्यति नबुझ्ने पनि छैन। ठिकै छ, शिशिरले कुरा बुझ्छ भने हामी कुरा बुझ्न तयार छौँ र तपाईँको नाति त्यसको हेरचाहको लागि दिव्या सुम्पिन पनि तयार छौँ हामी। म त के भनौँ, समीर बाबुले जे भन्नुहुन्छ हामी त्यही मान्छौँ। पुरा अहिले बच्चाको छ, त्यसले गर्दा हामीले त्यतातिर ध्यान दिनुपर्छ भक्ते काका। ल, हजुरहरू पनि यो कुरामा राजी हुनुभयो भने अब धुमधाम साथ नगरेर दिव्या नानीको सटक सुटुक यसो कर्म चलाइदिउँ न त हजुर। हुन्छ, त्यसै गरौँ भक्ते काका। के छ, हामी त्यसै गर्न राजी छौँ नि होइन? त मैले भनिहालेँ नि, तपाईँहरूले हुन्छ भन्नुभयो भने हामी त्यसैमा राजी छौँ। अनि मने के छ विचार? ठिकै छ, तपाईँहरू खुसी हुनुहुन्छ भने म पनि खुसी छु। यहाँ खुसी भन्दा पनि दुःखमा खुसी हुन जान्नुपर्ने भएको छ, नत्र कसलाई रहर थियो र? रहर त कसैलाई थिएन, त्यस्तै परेपछि। मलाई केही सामान दे न। के सामान हो? के सामान हुने नि? चिनी, चियापत्ती अनि साबुन दे न। अनि साबुन चाहिँ कुन साबुन? एउटा लुगा धुने साबुन, एउटा नुहाउने साबुन। ए हो, ल ल म प्याक गरिदिन्छु, बस्दै गर है। तर पैसा त अहिले ल्याएको छैन नि। फेरि उडाएर दियो भने बा रिसाउनु हुन्छ होला। बा किन रिसाउने? हामी एउटै छिमेकी हो। मने र ससुरा बा आएपछि म दिइहाल्छु नि। फेरि बाँकी दिएको बाले थाहा पाउनु भयो भने मलाई त मार्छन्। तेरो पैसा खाएर भाग्ने होइन क्या रे? ल ल, तैँले भनिहालिस्, त्यहाँ बस्दै गर, म प्याक गरिदिन्छु है। ल, छिटै ल्याउनु नि, फेरि ढिलो चाहिँ नगर। मेरी छोरी माया साह्रै अभागी रहेछ। जिन्दगीमा कहिल्यै सुख पाएन, कहिले उसको अनुहारमा हाँसो देख्न पाइन। अब दिव्याले त सुख पाउँछ होला, खुसी हुन्छ होला भनेर सोचेको थिएँ। तर दिव्याको जिन्दगी पनि मायाका जस्तै रहेछ, कति अभागी रहेछ। समीर बाबु, जे नहुनु भइहाल्यो, अब हामी जान्छौँ पनि। भक्ते काका, 2-4 दिन मात्रै त भएको छ सहर आउनु भएको, अलि दिन बस्न पाए हुन्थ्यो कि? समीर बाबु, उता बुहारी मात्रै छ, घर व्यवहार एक्लैले कता हेरौँ, त्यसैले हामी जानै पर्छ अब, होइन त? गाउँतिर चुनावी माहौल पनि चलिरहेछ। यतिखेर नेताहरूलाई सहयोग गरेन भने भोलि पर्सि आफूलाई पर्दा हेरिदिँदैन। त्यही भएर जानै पर्छ। अनि देखिहाले अर्कोचोटि आउँला, घुमाउला, खाउँला, हिँडौँला, हुन्न र समीर सर? कुरा त ठिकै हो मने, तर पनि एकपटक आएको बेला पशुपति घुमाइदिन्थेँ,
बुद्धनाथ घुमाइदिन्थेँ, स्वयम्भूनाथ घुमाइदिन्थेँ। अब भोलि पर्सि भनेको के हो नि भक्ते काका? हुन त हो समीर बाबु, धर्म कर्मको लागि मन्दिर जान पाए त राम्रै हुन्थ्यो। तर के गर्नु, अब समय परिस्थिति ठिकै पर्यो। सोचे जस्तो कहाँ हुँदो रहेछ र। बरु पछि आउँछु नि हामी। हुन्छ, तपाईँहरू त्यसै भन्नुहुन्छ भने अर्को पटक अलिक समय लिएर अलिक घुम्ने गरेर आउनु होला। यसपालि यस्तै भइहाल्यो। हुन्छ समीर बाबु। ल म पनि जान्छु बस पारकसम्म पुऱ्याउनु तपाईँहरूलाई। हे भगवान्, आज म तिम्रो अगाडि हात जोडेर उभिएको छु, तर मनभित्र अपराध बोकेर दिव्याको भलाइको लागि मैले जे गरेँ, तर दिव्याको आँखामा देखेको डर अझै मेरो छातीमा गडिरहेको छ। मन्दिर शान्त छ, घन्टी बजिरहेको छ, तर मेरो मनमा एउटी छोरीको टुटेको प्रेम कराइरहेको छ। उसले आफ्नो प्रेम छोडेर बिना कारण बिना जसको बिहे गर्नु पर्यो। सबैले यसलाई धर्म माने, तर यदि धर्मले कसैको सपना मारेको छ भने त्यो धर्म कसरी मान्नु? म यहाँ पुण्य खोज्न आएको हुँ, तर पाप बोकेर आएको छु। यदि मेरो निर्णय गलत थियो भने भगवान् मलाई सजाय देऊ। दिव्यालाई होइन, बिचरा उसलाई किन सजाय दिन्छौ, जसले आफ्नो आमाको काखमा राम्रोसँग खेल्न पनि पाएकी छैन? किन त्यसलाई यस्तो पीडा दिन्छौ भगवान्? त्यसले तिम्रो के बिगारेकी थिए? हामीले त शिशिर र दिव्याको बिहा हुन्छ भनेर खुसी भएका थियौँ, तर भगवान् किन तिमीले यो दिव्याको खुसी देख्न चाहेनौ? किन भगवान्, किन? सपनाहरू जल्दैछन्, कल्पनाका ठुला ठुला महलहरू ढल्दैछन्। कसको दोष, कसको रहर, कसको गल्ती भयो आज? भाग्यमा नै नलेखेको खुसी अन्तै गयो आज। कसैको सपना अधुरो, कसैको सपना अपुरो, घुमाइरह्यो भाग्यले भाग्यको खेल, भाग्यको खेल। आगामी भागको लागि प्रतीक्षा गर्नुहोस्। हरेक हप्ता नयाँ भागको लागि युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।